दर्शकबिन नमस्कार। आज हामी तपाईहरुलाई यस्तो 3 युरोप देशहरुको बारेमा जानकारी प्रस्तुत गर्न गइरहेका छौं जुन देशहरुले हामी नेपालीहरुलाई काम गरेको पारिश्रमिक बापत सबैभन्दा धेरै स्यालेरी दिने गर्दछ। यदि तपाईहरु पनि यी 3 युरोप कन्ट्रीले दिने स्यालेरीहरुको बारेमा बुझ्न चाहनुहुन्छ भने भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। साथै तपाई हाम्रो भिडियो कुन ठाउँ र कुन देशदेखि हेर्दै हुनुहुन्छ कृपया कमेन्टमा अवश्य बताउनुहोला। दर्शकबिन नम्बर 3 मा रहेको छ डेनमार्क। डेनमार्क 42,916 वर्ग किलोमिटरमा फैलिएर रहेको छ। यस देशको सिमानामा युरोपको स्विडेन, नर्वे र जर्मनीसित जोडिएर रहेको छ। यस देशको जनसंख्याको कुरा गर्ने हो भने यस देशमा 58 लाख मानिसहरू बसोबास गर्दै आइरहेका छन्। यो देश जनसंख्याको हिसाबले विश्वको 115औं नम्बरमा पर्ने गर्दछ। दर्शकबिन यहाँको जनघनत्व 137 वर्ग किलोमिटर रहेको छ। यहाँको 88% मानिसहरू शहरमा बसोबास गर्दै आइरहेका छन् भने 12% मानिसहरू मात्र ग्रामीण भेगमा बसोबास गर्ने गर्दछन्। यो देशको आधिकारिक भाषा डेनिस हो। यस देशका मानिसहरू यहाँको नियम पालना गर्ने मानिसको सूचीमा विश्वमा पहिलो नम्बरमा पर्ने गर्दछन्। यस देशको मानिसहरूको विचारमा नियम पालना गर्नु भनेको सभ्यताको परिचय दिनु हो। यहाँका मानिसहरू शिक्षित र वातावरण प्रति सजग भएकै कारण वातावरण प्रदूषण छैन। दर्शकबिन यो देशको राजधानीको नाम कोपेनहेगन हो भने यहाँका मानिसहरूको विचारमा सरसफाई पहिलो नम्बरमा पर्ने गर्दछ। यस देशका मानिसहरू कोही पनि बेरोजगार छैनन्। कोही मानिसहरू व्यापार व्यवसाय गरिरहेका छन् भने कोही मानिसहरू सरकारी कार्यालय तथा निजी कार्यालयमा काम गर्दै आइरहेका छन्। यो देशको मानिसहरू आर्थिक रूपमा सम्पन्न छन्। यो देशका मानिसहरूलाई स्वास्थ्य शिक्षाको कुनै चिन्ता छैन। यस देशमा स्वास्थ्य शिक्षा सरकारले नै निशुल्क प्रदान गर्दै आइरहेको छ। दर्शकबिन यस देशमा प्रयोग हुने मुद्रालाई डेनिस क्रोन भन्ने गरिन्छ। यस देशमा काम गर्ने मानिसहरूको बेसिक स्यालेरी भनेको 15,000 डेनिस क्रोन हुने गर्दछ। यसलाई नेपालीमा ट्रान्सलेट गरेर हेर्ने हो भने नेपाली रुपियाँ 2,93,000 हुन आउँछ। दर्शकबिन अब तपाईहरू पनि डेनमार्कमा गएर काम गर्न चाहनुहुन्छ भने तपाईहरूले बेसिक स्यालेरी मात्र 2,93,000 प्राप्त गर्न सक्नुहुनेछ। दर्शकबिन अब कुरा गरौँ नम्बर 2 को। नम्बर 2 मा पर्दछ जर्मनी। जर्मनी क्षेत्रफलको हिसाबमा हेर्ने हो भने विश्वको 63औं स्थानमा पर्ने गर्दछ। यस देशको क्षेत्रफल 3,57,592 वर्ग किलोमिटरमा फैलिएर रहेको छ। यस देशको कुल जनसंख्या 8,32,00,000 रहेको छ भने यस देशमा प्रयोग हुने मुद्रालाई युरो भन्ने गरिन्छ। दर्शकबिन अहिले 1 युरो बराबर नेपाली रुपियाँ 155 रुपियाँ हुन आउँछ। उत्तरमा यस देशको सिमाना डेनमार्कसित जोडिएको छ भने अस्ट्रेलिया, फ्रान्स, स्विजरल्यान्ड यस देशको दक्षिण क्षेत्रमा रहेका छन्। दर्शकबिन जर्मनीको राजधानी सहर बर्लिन हो। यो सहर यस देशको सबैभन्दा ठूलो सहरको रूपमा चिन्ने गरिन्छ। बर्लिनमा विश्व प्रसिद्ध ऐतिहासिक स्थलहरू, कला र संस्कृति केन्द्रहरू रहेका छन् जसले गर्दा यहाँ जाने हरेक पर्यटकहरूको यात्रा रोचक बनाउने गर्दछ। दर्शकबिन जर्मनी यस देशको प्रमुख राष्ट्रिय भाषा हो भने यस देशमा डच र इङ्ग्लिस भाषा पनि बोल्ने गरिन्छ। जर्मनीको साक्षरता दर 79% रहेको छ भने यहाँका मानिसहरूको औसत आयु 80 वर्ष रहेको छ। जर्मनी सरकारले आफ्नो जनताहरूको लागि अति आवश्यक पर्ने शिक्षा, स्वास्थ्य निशुल्क प्रदान गर्दै आइरहेको छ। जर्मनी विश्वको यस्तो देशमा पर्ने गर्दछ जहाँको जनसंख्या बढ्नुको साटो निरन्तर घट्दै गइरहेको छ। दर्शकबिन्द अहिले जर्मनीको ठूला उद्योग कल कारखानाहरूमा कामदारको संख्या अभाव हुँदै गइरहेको छ भने नेपाल सरकारले जर्मनीसित श्रम स्वीकृति लिएसँगै अब हामी नेपालीहरू पनि जर्मनीमा गई काम गर्न सक्छौं। दर्शकबिन्द जर्मनीको मिनिमम स्यालेरी 1997 युरो हुने गर्दछ। अब यसलाई नेपालीमा ट्रान्सलेट गरेर हेर्ने हो भने 1997 युरो बराबर 3,09,535 नेपाली रुपियाँ हुने गर्दछ। दर्शकबिन अब तपाईहरू पनि जर्मनी गएर काम गर्नुहुन्छ भने तपाईहरूले मासिक मिनिमम स्यालेरी 3,09,535 रुपियाँ तपाईले प्राप्त गर्नुहुनेछ। दर्शकबिन अब कुरा गरौँ नम्बर 1 को। नम्बर 1 मा पर्दछ नेदरल्यान्ड। नेदरल्यान्ड युरोपको सुन्दर देशहरू मध्ये एक हो। यस देशलाई ड्रिमल्यान्ड पनि भन्ने गरिन्छ। नेपाल भन्दा 3.5 गुणाले सानो रहेको यो देशको क्षेत्रफल 41,850 वर्ग किलोमिटरमा फैलिएर रहेको छ। यस देशको जनसंख्याको कुरा गर्ने हो भने 1,71,00,000 रहेको छ भने यस देशमा विभिन्न देशहरूबाट गई मानिसहरू काम गर्दै बसोबास गर्दै आइरहेका छन्। यहाँका मानिसहरूको औसत आयु 82 वर्ष रहेको छ भने यस देशमा 93% मानिसहरू सहरमा बसोबास गर्दै आइरहेका छन्। बाँकी 7%
मानिसहरू मात्र ग्रामीण भेगमा बसोबास गर्दै आइरहेका छन्। दर्शकबिन, यस देशको सिमानामा उत्तर र पश्चिममा नर्थ सी, पूर्वमा जर्मनी र दक्षिणमा बेल्जियमसित जोडिएर रहेको छ। दर्शकबिन, तपाईहरूलाई अचम्म लाग्न सक्छ, यहाँको कुल जनसङ्ख्या भन्दा बढी साइकल रहेको बताउने गर्दछन्। यहाँका मानिसहरू घरायसी प्रयोजनदेखि अफिस तथा सार्वजनिक सवारीको रूपमा पनि साइकल चलाउने गर्दछन्। यस देशका मानिसहरूको मनपर्ने खेल फुटबल हो। यहाँका हरेक व्यक्ति फुटबलर बन्न मन पराउँछन्। त्यसैले यस देशमा जहाँ तही फुटबल ग्राउन्डहरू देख्न सकिन्छ। दर्शकबिन, विश्वमा पहिलो पटक शेयर बजारको कारोबार समेत यहाँका एक व्यापारीले सुरु गरेका थिए। यस देशमा प्रयोग हुने मुद्रालाई युरो भन्ने गरिन्छ। दर्शकबिन, नेदरल्यान्डमा काम गर्ने कामदारले पाउने मिनिमम स्यालेरी भनेको 2000 युरो हो। अब यसलाई नेपालीमा ट्रान्सलेट गरेर हेर्ने हो भने 2000 युरो बराबर नेपाली रुपियाँ 3,10,000 हुन आउँछ। अब तपाईहरू पनि नेदरल्यान्डमा गएर काम गर्नुहुन्छ भने तपाईहरूले मासिक स्यालेरी 3,10,000 नेपाली रुपियाँ प्राप्त गर्नुहुनेछ। दर्शकबिन, तपाईहरूलाई हाम्रो भिडियो कस्तो लाग्यो कृपया कमेन्टमा अवश्य बताउनुहोला। साथै भिडियो मन पर्छ भने भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गरेर राख्न नभुल्नुहोला। आजको लागि यति नै। अर्को भिडियोमा अझ यो भन्दा रोचक तथ्य लिएर आउने नै छु। तबसम्मको लागि बिदा दिनुहोस्। हस्त नमस्कार।